तिलोत्तमा नगरपालिकाले सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यसहित सुलभ फार्मेसी सञ्चालनमा ल्याएको छ। वडा नम्बर 5 मणिग्राममा सञ्चालनमा आएको उक्त फार्मेसीको उद्घाटन नगर प्रमुख रामकृष्ण खाँडले गर्नुभएको हो। फार्मेसीबाट तिलोत्तमामा मात्र होइन, अन्य स्थानका सेवाग्राहीले पनि औषधिको अधिकतम खुद्रा मूल्यमा 25.10% सम्म छुट पाउने व्यवस्था गरिएको छ। नगर प्रमुख खाँडले यो पहल देशभरका पालिकाका लागि नमुना बन्ने दावी गर्दै आगामी वर्षदेखि प्याथोलोजी समेत सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभएको छ। यस फार्मेसी सञ्चालनका लागि नगरपालिकाले वुड्स मेडिको प्रालीसँग 5 वर्षे सम्झौता गरेको छ। सम्झौता अनुसार घर भाडा वार्षिक 2,50,000 रुपियाँ नगरपालिकाले बेहोर्नेछ भने औषधि तथा सेवा सम्बन्धी सुविधा मेडिकोले उपलब्ध गराउनेछ। प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूषालका अनुसार यहाँ विभिन्न देश र कम्पनीका औषधि उपलब्ध हुनेछन्। नगर कार्यपालिकाका सदस्य सुरेन्द्र श्रीले विशेष गरी दीर्घरोगी र नियमित औषधि सेवन गर्ने बिरामीलाई लक्षित गर्दै यस्तो योजना ल्याइएको बताउनु भएको छ। यसले बजारमा महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता कम गर्ने विश्वास गरिएको छ।